यो चाहिँ हाम्रो बागमती प्रदेश सरकारले गत वर्षदेखि नै चितवनलाई प्रदेशभित्रको एउटा प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने काम निरन्तर जारी नै राखेको छ। गत वर्ष पनि हामीले बागमती प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा चितवनलाई घोषणा नै गरेका थियौँ। त्यो अनुसार विविध कार्यक्रमहरू सञ्चालन पनि गरिरहेका छौँ र यो आउँदो आर्थिक वर्षलाई पनि चितवनलाई चाहिँ एउटा माइस टुरिज्मको रूपमा डेभलप गर्ने गरी हामीले कार्यक्रम हिजोको नीति तथा कार्यक्रममा प्रदेश सरकारको आइसकेको अवस्था छ। यसको अर्थ चाहिँ हामीले जति पनि हाम्रा विशेष चाहिँ सम्मेलनहरू त्यस्तै मिटिङहरू त्यस्तै गरिकन विभिन्न किसिमका प्रदर्शनीहरू जे हुन्छन् त्यो चाहिँ चितवनलाई केन्द्रित बनाऊँ भन्ने हाम्रो मुख्य अभिप्राय थियो। किनभने चितवनमा त्यो किसिमको सुविधा पनि छ, महत्त्वपूर्ण होटलहरू छन्, यहाँ त्यस्ता किसिमका सेमिनार हलहरू छन्, पूर्वाधारको हिसाबले पनि चितवन चाहिँ नि अलि बढी सम्पन्न छ। त्यसैले हामीले चाहिँ नि यो चितवनलाई चाहिँ नि यी सबै किसिमका महत्त्वपूर्ण कार्यक्रमहरू चाहिँ नि चितवन केन्द्रित गरौँ र चितवनलाई चाहिँ एउटा पर्यटकीय नगरीको रूपमा विकास गरौँ र यसले अहिले जुन किसिमको एउटा प्रभाव दिइरहेछ देश विदेशमा, देशभित्र बाहिर जुन किसिमको चितवनको चाहिँ चितवन एउटा प्रमुख पर्यटकीय गन्तव्य हो भनेर जुन किसिमको एउटा म्यासेज गइरहेछ त्यसलाई अझै प्रमोट हुने गरी, त्यसलाई अझै प्रोत्साहन हुने गरी हामीले यो माइस टुरिज्मको कन्सेप्ट ल्याइरहेछौँ र आउँदो वर्षका सबै खाले विविध किसिमका सम्मेलनहरू, बैठकहरू, प्रदर्शनीहरूलाई चाहिँ हामी चितवन केन्द्रित गर्दैछौँ, जसले गर्दाखेरि यहाँ धेरै पर्यटकहरू चितवन आउने र चितवनका यी सबै खाले प्राकृतिक सांस्कृतिक सम्पदाहरूको चाहिँ एउटा अनुभव गर्ने, त्यसको चाहिँ दृश्यावलोकन गर्ने, हेर्ने। किनभने चितवन राष्ट्रिय निकुञ्ज हाम्रो यहीँ नै छ, नारायणीदेखि राप्ती नदी किनारका चाहिँ मनोरम दृश्यहरू यहीँ आएर हेर्न पाइन्छ। यसै आफैमा पनि चितवन चाहिँ एउटा पर्यटकीय क्षेत्रले निकै चाहिँ सम्पन्न जिल्ला हो हाम्रो र यसलाई अझै बढी चाहिँ प्रोत्साहन मिल्ने गरी हामीले यो माइस टुरिज्मको कन्सेप्ट चाहिँ यो वर्ष ल्यायौँ र यति मात्रै होइन, यसका सँगसँगै चितवनका चाहिँ विविध खाले पर्यटकीय पूर्वाधारहरूमा पनि हामी लगानी गरिरहेछौँ। चितवन राष्ट्रिय निकुञ्जलाई चाहिँ अझै कसरी निकुञ्जसँगको सहकार्यमा त्यहाँको सफारी रुट व्यवस्थापनदेखि लिएर अरू के विषयमा हामी गर्न सक्छौँ त्यसमा पनि हामी काम निरन्तर गरिरहेछौँ। त्यसैले यो चितवन चाहिँ बागमती प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा हामी विकास गर्न खोजेका हौँ। हजुर, अहिले तपाईँले चाहिँ घोषणा गरे पछाडि कुन क्षेत्रलाई बढी प्राथमिकतामा पर्न सक्छ अथवा चाहिँ अरू क्षेत्रको विकास चाहिँ कसरी? होइन, यो त चितवनभरिकै लागि हामीले सोचेको अवस्था हो। चितवन आफैमा पनि तपाईँ इच्छा कामनाको सिराइचुली पहाडदेखि लिएर उपरदाङगढीदेखि लिएर तपाईँ माडीको चाहिँ सबै किसिमका मठ मन्दिरहरूसम्म त्यहाँ पुग्दाखेरि तपाईँ यो सबै सम्भावना, अयोध्या धामदेखि लिएर होइन वाल्मिकी आश्रमदेखि यो सबै हाम्रो पर्यटकीय गन्तव्यहरू हुन्। त्यस कारणले यी सबैलाई प्रमोसन गर्ने गरी हामीले सोचेको अवस्था छ र हामीले चितवनको सौराहा केन्द्रित कार्यक्रम भनिरहेको छैनौँ, यो त चितवन केन्द्रित कार्यक्रम भनेको छौँ हामीले। चितवन ओभरअलमा पनि सौराहा मात्रै होइन, धेरै अब अहिले तपाईँ मेघौली जानुहोस्, मेघौली त्यत्तिकै व्यापक रूपमा चाहिँ पर्यटकीय गन्तव्यको रूपमा चाहिँ विकास भएका छन्, महत्त्वपूर्ण होटलहरू इस्टाब्लिस भइसकेका छन्। माडीमा जानुहोस्, माडीमा थुप्रै प्रशस्त तपाईँ पर्यटकीय स्थलहरू तपाईँ भेट्न सक्नुहुन्छ। अहिले धेरै मान्छे माडी गइरहेको म पाउँछु। इच्छा कामनातिर लाग्नु भने त्यहाँको चाहिँ झरनादेखि लिएर सिराइचुली पर्वत चढ्नेदेखि उपरदाङगढी जानेदेखि सबै मान्छेहरू चाहिँ होमस्टे भिजिट गर्ने, मायाटारको होमस्टे हेर्नुहोस् तपाईँ है। त्यस कारणले यी सबै खाले अब अहिले चितवन चाहिँ नै एउटा सौराहा मात्रै होइन, चितवन जिल्ला नै पर्यटकका लागि चाहिँ एउटा हब भएर अहिले आइरहेको छ र हामीले पनि चितवनलाई समग्रतामा हेरेका छौँ। यसको समग्र विकास र पर्यटन केन्द्रित कसरी गर्न सकिन्छ भनेर लागेका छौँ है त। जस्तो चितवनलाई तपाईँहरूले विशेष गरी फोकस गर्दै गर्दाखेरि प्रदेश सरकार भइसकेपछि अरू जिल्लाहरूले चाहिँ गुनासो गर्ने ठाउँ नराख्न चाहिँ के सोचिराख्नु भएको छ? होइन, त्यो त यस्तो हो, हामीले चाहिँ यो अरू जिल्ला र चितवन जिल्लालाई विभेद गर्न खोजेका छैनौँ। हामीले अरू जिल्लाको पनि सबै खाले पर्यटकीय गन्तव्यहरूलाई प्रमोसन गर्ने गरी काम गरेँ। गत वर्ष हामीले बागमती प्रदेशको 10वटा जिल्लाको ट्राभल बुक जारी गरेका छौँ। प्रत्येक जिल्लाका महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको पहिचान गर्ने, त्यसको अभिलेख गर्ने, ट्राभल बुक जारी गर्ने, पर्यटकहरूका लागि चाहिँ यात्रा व्यवस्थित गर्नका लागि पर्यटक बुक उपलब्ध गराउने। हाम्रा 2टा सूचना केन्द्रहरू छन्, एउटा ठमेलमा छ, एउटा सौराहामा छ। 2टा सूचना केन्द्रहरूबाट चाहिँ पर्यटकहरूलाई सहजीकरण गर्ने र अन्य जिल्लाको पनि पर्यटकीय पूर्वाधारहरूमा चाहिँ राम्रो लगानी हामीले गरिरहेछौँ। त्यो लगानीको प्रतिफल बिस्तारै दिइराखेको छ। आज बागमती प्रदेश चाहिँ नेपालको मात्रै होइन, विश्वको एउटा प्रमुख पर्यटकीय गन्तव्यको रूपमा डेभलप हुने गरी हामीले कामहरू गरिरहेका छौँ। हाम्रो स्ट्राटेजी पेपर छ, त्यो स्ट्राटेजी पेपरले समानुपातिक पर्यटकीय पूर्वाधार विकासमा जोड दिन्छ। हामी यो पहिलो फेजमा छौँ। अहिले पहिलो फेज भनेको हाम्रो पूर्वाधार सुधार र चाहिँ डिजिटलाइजेसन हो। हामीले चाहिँ पर्यटनका लागि इन्फर्मेसन जाने हिसाबले पर्यटकहरूका लागि चाहिँ हाम्रो चाहिँ डिजिटल चाहिँ प्रमोसनका कामहरू पनि हामी गरिरहेछौँ। त्यो चितवनलाई मात्रै छैन, त्यो चाहिँ हामी बागमती प्रदेशभरिका त्यस्ता सम्भावनाहरूलाई पहिचान गरेर प्रवर्धन गर्ने कामहरू गरिरहेछौँ। अन्तिम प्रश्न, हजुर, अहिले केन्द्र सरकारले पनि पर्यटक लक्षित कार्यक्रम अन्तर्गत भारतबाट आउने विशेष गरी तीर्थयात्रीहरूलाई लक्षित गरेर हामी पहल गर्छौँ, कूटनीतिक हिसाबले पनि त्यसमा पहल गर्छौँ भन्ने आशा छ।
तर ग्राउन्डमा जस्तो फिल्डमा हेर्दै गर्दाखेरि चाहिँ के देखिन्छ भन्दा पछिल्लो समय त सामाजिक सञ्जालको त्यसमा अझै बढी प्रभाव पनि देखिएको छ। भारतबाट तीर्थाटनका लागि नेपाल आउने पर्यटकहरू अथवा तीर्थयात्रीहरू चाहिँ बाटोमै पकाएर खाने अथवा चाहिँ यो सार्वजनिक स्थलहरूमा चाहिँ पकाएर खाने होइन, अनि त्यसपछि फोहोर मैला गर्ने, त्यसैलाई सार्वजनिक गर्ने र त्यो ट्रोल हुने खालको अथवा त्यसको चर्चा पनि पाउने विशेष गर्ने खालको अवस्था बनिरहेको छ। सिभिक सेन्सको पनि कुराहरू आउँछ, तर सोच्दै बुझ्दै जाँदै गर्दाखेरि त्यस्ता एक त आउने तीर्थयात्रीहरूलाई चाहिँ विश्राम स्थल कहाँ छ भन्ने पनि थाहा नहुने, खोज्दै जाँदाखेरि त त्यस्ता विश्राम स्थल हामीले बनाएकै रहन्छौँ। सामाजिक सञ्जालबाट ट्रोल गर्नुको सट्टा हामीले त्यस्ता पूर्वाधारमा चाहिँ जोड किन दिन नसकेका होला, अथवा त्यस्तो तपाईँहरूले गर्दै हुनुहुन्छ तीर्थयात्रीलाई लक्षित गरेर विश्राम स्थल बनाउने? हजुर, एकदमै राम्रो प्रश्न गर्नुभयो तपाईँले होइन। हामीले त्यो गरिरहेछौँ, सोची पनि रहेछौँ। अहिले हामीले चाहिँ पर्यटकहरूलाई सहजीकरण गर्नकै लागि यो 2टा सूचना केन्द्र इस्टाब्लिस गरेकै, अब हामी चाहिँ बोर्डर केन्द्रित सूचना केन्द्र व्यवस्थापन पनि गर्दैछौँ। हेर्नुहोस् होइन, उहाँहरूलाई सहजीकरण गर्नका लागि उहाँहरू नेपाल प्रवेश गर्दै गर्दाखेरि नेपालको हावापानी, यहाँका रिसोर्ट लजको व्यवस्थाको कुरा, बाटोघाटोको अवस्थाको कुरा, यहाँको क्लाइमेटिक जोनको बारेमा डिटेलमा चाहिँ डिजिटल्ली चाहिँ उनीहरूलाई चाहिँ जानकारी हुने गरी हामीले सूचना प्रविधि मैत्री सूचना केन्द्रको व्यवस्थापन गर्ने गरी अभ्यास सुरुवात गरिसकेका छौँ। यो हामी बिस्तारै बोर्डर केन्द्रित गरेर जाँदैछौँ। उनीहरू नेपाल प्रवेश गर्ने बित्तिकै नेपालका सबै सम्भावनाको जानकारी लिन्छ। हजुरले भने जस्तै वास्तवमा कति तीर्थयात्रीहरू जो शाकाहारी भोजन गर्नुहुन्छ, मलाई पनि आएको छ त्यो गुनासो, उहाँहरूले चाहिँ नि शाकाहारी व्यवस्थित शुद्ध होटलै पाउनु भएन भन्ने छ। त्यसको कारणले गर्दा हामी बाटोमा बाध्य भएर खानु पर्यो भन्ने कुराहरू छ। त्यसैले अब यो चाहिँ होटल व्यवसायीहरूलाई पनि हामीले एक किसिमको म्यासेज के दिइरहेको छौँ त अहिले भन्दा, त्यस्ता पर्यटकहरू लक्षित गरेर पनि तपाईँले होटल खोलिदिनुहोस्। त्यस्ता जस्तै पशुपति क्षेत्रमा तपाईँ जानुभयो भने पशुपति क्षेत्रमा 1-2वटा भन्दा बाहेक शुद्ध शाकाहारी भोजनालय तपाईँ भेट्नुहुन्न। त्यसैले उहाँहरू चाहिँ नि जब तीर्थ गर्न आउनुहुन्छ, तीर्थ गर्न आउने मान्छेहरू शुद्ध शाकाहारी र एउटा भक्तिको हिसाबले आउनुहुन्छ, उहाँले त्यस्तो किसिमको व्यवस्थित सफा सुरक्षित होटल को चाहिँ व्यवस्थापन गर्नका लागि हामीले होटल व्यवसायीहरूसँग पनि त्यो कुराहरू चाहिँ विभिन्न छलफलहरूमा त्यो कुरा राखिरहेका छौँ। जहाँ तपाईँले पूर्वाधारको कुरा गर्नुहुन्छ, पूर्वाधार पनि हामीले बिस्तारै अब हिल स्टेसनहरू बनाउने, उहाँहरूका लागि चाहिँ आश्रय स्थलहरू बनाउने गरी पनि गत वर्षदेखि नै हामी निरन्तर त्यो कामहरू गरिरहेछौँ। त्यो आश्रय स्थलहरू अहिले हामीले स्थानीय सरकारलाई बिस्तारै ह्यान्डओभर पनि गर्दैछौँ। स्थानीय सरकारबाट पनि त्यो व्यवस्थापन हुँदैछ। यो चाहिँ पर्यटन क्षेत्रको दिगो व्यवस्थापनमा जाने हो हामी भने तिनै तहका सरकारहरूको उत्तिकै जिम्मेवारी छ। हामी लागिरहेका छौँ, सङ्घीय सरकार पनि लागेको छ, स्थानीय सरकारहरूले पनि आफ्नो स्थानीय क्षेत्रभित्र गरिरहेका छन्। हामी निरन्तर त्यसमा छौँ, हामी सुधार गर्छौँ है त। हामीले आश्रय स्थलमा नै हिल स्टेसनहरू बनाएका छौँ हामीले। तपाईँ देख्न सक्नुहुन्छ विभिन्न जस्तै गौशालामा जानुभयो भने तपाईँ गौशालामा चाहिँ त्यहाँ बस्ने स्थानहरू छ होइन, विभिन्न मठ मन्दिरहरूमा जानुभयो भने त्यो आश्रय स्थलहरू छन्। त्यसलाई व्यवस्थित गर्नुपर्ने छ, नयाँ रूपान्तरण गर्नुपर्ने छ। त्यसमा राजमार्गभित्र चाहिँ हामीले गरेर राजमार्गमा त हाम्रो होटल रिसोर्टहरू नै हामीले चाहिँ व्यवस्थापन गरे हो। उनीहरूलाई नै उनीहरू मार्फत, किन यो निजी क्षेत्रको लगानी बिना पर्यटन क्षेत्र फस्टाउँदैन। किन निजी क्षेत्रले अहिले राम्रो राम्रो होटल रिसोर्टहरू खोलेको तपाईँ देख्नुहुन्छ। त्यस कारणले पर्यटकहरूलाई चाहिँ बढी यी रिसोर्ट होटलहरूमा चाहिँ उहाँले खोजे अनुसारको सेवा सुविधा प्राप्त गर्ने गरी नै हामीले व्यवस्थापन गर्न खोजेका हो है त।